दर्शकबिन मुनाको विवाह क्यान्सिल र शक्ति दुर्गाआमा र शक्तिका गुण्डाहरू हेरेको हेरे। दर्शकबिन यिनीहरू सब डराइसकेका छन् र रामलाई मुना कहाँ छन् भन्ने कुरा सब थाहा छ। त्यही पनि रामले खेल खेलिरहेका छन्। दर्शकबिन मुना र गाउँलेहरू यसरी बसिरहेका छन् र दर्शकबिन फेरि राम नथापा जस्तरी मुनाको विवाह खान भनेर लाग्छन् शक्तिको घरतिर। अर्कोतिर दर्शकबिन शक्तिले आफ्नो गाउँलेलाई 5 लाख रुपियाँ दिएर मुनालाई खोज्न भनेर लगाएका छन्। के अब साँच्चै मुनालाई शक्तिका गुण्डाहरूले छोप्छन् होला त कि त रामले शक्तिका गुण्डाहरूलाई सजाय दिन्छन् होला त। त्यो सबै जान्नको लागि हाम्रो यो भिडियोलाई अन्तिमसम्म हेर्न भने पटक्कै नबिर्सिनु होला। र दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो यस गणेश जैसी युट्युब च्यानलमा। र यो युट्युब च्यानलमा तपाईहरू नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न भने पटक्कै नबिर्सिनु होला र कमेन्टमा रामको जित होस् भन्न भने पटक्कै नबिर्सिनु होला। र दर्शकबिन रामले गाउँलेलाई नक्सा देखाई प्लान गरिरहेका छन्। सायद यो रामको प्लान सक्सेस हुन्छ होला। र दर्शकबिन गाउँका मान्छेहरू पनि डराएका छैनन् किनभने गाउँका मान्छेहरूको पछाडि राम हात छ र रामको हात भएको ठाउँमा गाउँका मान्छेहरू डराउन त के झुक्न पनि सक्दैनन्। त्यसैले दर्शकबिन सायद शक्तिले अब चाहिँ हार्छ होला र रामले जित्छन् र राम र मुनाको विवाह चाहिँ फिक्स हुन्छ भन्ने लाग्छ मलाई त। दर्शकबिन सायद मलाई लाग्छ अब मुना र रामको विवाह हुन चाहिँ फिक्स हुने भयो। र दर्शकबिन अब भने शक्ति र शक्तिका गुण्डाहरूलाई रामले सजाय दिन भने पटक्कै छाड्ने छैनन्। र दर्शकबिन शक्तिको माथि रामले 5 वटा केस लगाएका छन्। र दर्शकबिन यो सुन्दा त शक्ति र शक्तिका गुण्डाहरू झन् निकै डराएका छन् किनभने यो केस हालेपछि त जन्मक्यादसम्म सजाय हुन सक्छ। र दर्शकबिन मुनालाई सम्झना आउँछ। कुन सम्झना भनेपछि दर्शकबिन रामलाई यस्तो गरेको दर्शकबिन तपाईहरू हेर्न सक्नुहुन्छ। रामलाई साडी लगाएर पोते लगाएर टिका लगाएर गाजर लगाएर र यस्तो गरेको थियो शक्ति र शक्तिका साथीहरूले भन्दै भने रिसाउँछन्। रिसाएर शक्तिलाई अब म मारिदिन्छु भनेर त्यहाँबाट निस्किन लाग्छन् र निस्किने बित्तिकै गाउँलेहरू मुनालाई छोप्छन् किनभने मुनाले त्यस्तो गरेपछि रामले गरेको चाल सब बिग्रिन्छ र तिमी त्यस्तो नर मुना अब हामीले रामले भने जस्तै गर्नुपर्छ किनभने राम हाम्रो पछाडि छन्। राम भएपछि हामीलाई केही पनि हुँदैन र रामले सायद जितिहाल्छन् जस्तो लाग्छ र जित्न पनि जितिहाल्छन्। दर्शकबिन रामले फिक्स दिनेछन् र शक्तिलाई त्यहाँबाट हटाउनेछन् र दर्शकबिन भने मुना र रामको विवाह हुनुपर्छ भन्ने जतिले हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गर्न भने पटक्कै नबिर्सिनु होला। र दर्शकबिन अब भने हामी भिडियोको अन्तिमतर्फ आइसकेका छौँ। धन्यवाद दर्शकबिन।